अलि ठाडो गराउनु यार कि बाटो ल्याउन छ त भने हो त्यस्तो गर्छ कपिलले राम्रो कपिलले हिजो कसले खिच्दै अहिले कालो परे छैन अहिले खिचेसी म त 3 4 ड्राइभरले मलाई मार्फाको सुकुटी खुवाउनु नि ओइ क्या न छोड्नु यस्तो डाँडा रुका पाथर यहाँ ए मेरा विश्व हैन नि हो त लेते रहेछ कि लेते 7 किलोमिटर घर त नि हो नि यहाँका ओइ नि उ तिमी के रुख लाएछ न यसरी त्यो त होइन क्या पारी पारी त तँ भगवानले लेख्न आएको हो त्यो त होइन अजबा खोलो ठुलै रहेछ नि त हिउँ आइरह लागि उल्टा कुरा बुझ्छ न सबैले सुल्टो कुरा बुझ्ने त कोही छैन भाइ अब आएर त मैले त हो राशिको चामलले यस्तै पैसा फाला फाल गर्ने
या भन्नलाई चोरिया जम्मूसम्मै बजारमा अब माथि गएर यस्तो हावा नखाने त उसलाई तपाईँलाई यिनी सबलाई घर पठाऊँ तपाईँहरू म माथि चढ्नु ऊ त माथि त मन्दिर रहेछ गर त्यस्ता डाँडा ऊ पैदल जाने रहेछ कि अङ्कल त्यहाँ माथि हेर्नु पारि ऊ त पैदल गएर माथि मन्दिर रहेछ भित्ता भोलि जाने हुन्छ त्यही गरेर चाहिँ भन्नु भागी आएको चिसोमा चिसो बतासै चल्यो सिरेटोले हान्यो माया केले तान्यो तान्यो त्यहाँदेखि यता आउनु भइन्छ फेरि कुरा सीधा अहिले इनर्जी लस नगरौँ भनेर मात्रै हो हिँड्न छ नि त दाइ मलाई उड्दा बित्तिकै ए यस्तै लाउनु पर्ने रहेछ माथि गएर माथि मुखिराज माथि होटल छ नि इस्टर्न होटल छ त्यहाँ सारमी माथि बस्ने इन्जोय गर्ने गर्छ हिजो लगान्छ बाटो
खोइ दु अरूलाई जाउँला दुनियाँमा के घाँस के रहेछ यो यत्रो ठुलो यहाँ सुपा बेलामा स्याउ नै पाता त हिउँ परेछ मेरो घरको मोबाइल त्यही छ यो हो टोपिला टोपी निकाल्नु टोप्ला चिला हो कि तपाईँले यसमा हानेको तलले काम गर्दैन यसो भएन रुक दिदी आउनु पौडी उता यता हो कि मम्मी यता दिदी अलि अघि जानु भयो आउनु दिदीलाई भेटाउनु न एकैचोटि जान्छ तपाईँ छोडिदिन्छ एक जा पढ्यो भने भन्छ एकछिन रेस्ट गर्नु आउनु क्या अब आउनु के त भयो रोक्ने घर बनाए भगवान जसले मलाई जे दियो नि उसलाई त्यो 2 गुणा गरेर फिर्ता दिनु है चाहे त्यो माया र इज्जत होस् या बेइज्जत र धोका खास भने समय हेर्न घडी नचाहिँदो रहेछ ढल्किँदै गरेको उमेर मर्दै गरेका इच्छा र रहरहरूले नै समय देखाउँदो रहेछ रगत नआउने चोटले नै सबैभन्दा बढी दुख्ने गर्छ भिडमा हाँसेको मन एकान्तमा जहिले निरा अंकल यता हेर्नु साथीहरु अझै घर छौ अब त निक्ल्यौ के हेरौ त कति राम्रो छ नेपाल आउ न आउ उठ बाबु उठ नानी उठ हिँडिहाल त दशैंको टिका लाएर हिँडिहाल तिम्रो सधैँ